गायक दुर्गेश थापाले बुढा नीलकण्ठको चुनीखेलमा भएको कन्सर्ट दुर्घटनाका घाइतेलाई मंगलबार अस्पताल पुगेर भेटेका छन्। उनले प्रस्तुति दिइरहँदा बार भत्किएर च्यापिएपछि 4 जना दर्शक घाइते भएका थिए, जसमध्ये एकजनाको खुट्टा भाँचिएको थियो। मंगलबार बिहान त्रिवी शिक्षण अस्पताल पुगेर उनले घाइते भेटेर उनको उपचारमा पहल गर्ने र 3 महिनाको रासन पानी बेहोर दिने प्रतिबद्धता जनाएका छन्। बजङ्गती घाइतेको 3 महिनाको रासन पानी र कोठा भाडा तिर्ने वचन दुर्गेशले दिएका छन्। अस्पतालको खर्च चाहिँ आयोजकलाई बोलाएर तिराउन लगाउने पहल गर्ने समेत बताएका छन्। घाइतेका छोराको 3 महिना विद्यालय शुल्क पनि दुर्गेशले तिरिदिने भएका छन्। आज म जे छु सबै दर्शकको कारणले हो, दुर्गेशले भने। केही दिन अघि चुनीखेलमा आयोजित कन्सर्टमा दुर्गेशले प्रस्तुति दिएका थिए। ठूलो भिडले बारलाई धक्का दिएपछि बार भत्किएको थियो। च्यापिएको 4 जना घाइते भएका थिए। दुर्गेशको पछिल्लो गीत दुश्मन हेरेको हेरै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ।